आजको आलु टिप्ने खेतालाहरू कतिजना आलु फेरि कम्ता फलेको छैन। कोही कोही मान्छे यता हेऱ्यो आमामामा थोरै राम्रै भएको छैन एकछिन मुमा आएर लु है आलु बोरामा छ डोकोमा छ एक डोको बोरामा छ यहाँ टिप्दैछन् भर्खरी खेतालाहरू। हामी आलु खन्ने मान्छे टिप्ने मान्छे यता कोही कोही मान्छे मकै बारी पसिसक्यो त। लु यो सानो बोरा एउटै बोरामा सकिँदैन होला अहिले। छिटो छिटो टिपौँ म आलु के गर्दा के सोध्यो के भन्यौ त के कसो कसो भन्यौ त को दिदी के सोध्यो त भन नि त नि यहाँ काम गर्छ केरोहरू छ कि कोही मरो कि वर्षभित्रमा छ कि कोही बिरामी छ नि त्यही जाइबे रोग लागेको छ कि केको जरुरत केको मिल नि यहाँ खन बिस्तारै आलु नकाटी खन है खन न आलु त्यहाँ यो त आलु छोरी हो मसिनो हो भने आलु त सबै छोडिँदै पो रहेछ हौ। यता सिलास हाई भन्दै भागिस् पख होला अब आलु पुरिन्छ है। बुवा बस्नु एकछिन अब अघिदेखि टिप्नु भएको नकाट न आलु अलिक टाढा टाढा खन्नु न। नपुरिकन टिप न यो खन न मैले लागि नपुरिकन टिपेको थिएँ त यो मान्छेको थुके उता पो गइहाल्यो देखाइदिउँ भनेको त। यता हुनुहुन्छ हाम्रो काकी आलु टिप्दैछ बोल्दैन यता हाम्रो मिलन हेलो गाइज भन्दै के भएको त हेलो बुवा आज चाहिँ हामी आलु टिप्दैछौँ आलु खन्दैछौँ छिटो खन है तिमी चाहिँ मियन ओए त्यत्रो गहिरो गएर नखन न लु यति नै भेट्यो।